सर्वप्रथम वहाँ तथागत सम्मा सम्बुद्ध भगवानलाई शिरोपर धारण गरी शासनमा प्रथम मार्गदर्शक गुरु स्याहार उकुमाराको उपनिषद आशीर्वादलाई शिरोधारण गरिकन अहिले देशना आरम्भ हुन गइरहेको छ। प्रथम 7 चोटिको ध्यान शिविर चाहिँ मौखिक विपश्यनामा भएको थियो। प्रपज्या हुँदाखेरि चाहिँ टाउजी महाजी शासनायिकामा प्रपज्या भएर त्यहाँ 4 महिना महाजीबाट पनि अध्ययन गर्न अनुकूल परेको थियो र हिन्दू परिवारबाट जन्म लिएर आए तापनि आफूलाई सही सत्यको खोजी त पहिलेदेखि भएको थियो, तर मुक्तिको मार्ग भनेर ठोस रूपमा बताउने नपाउँदा पछि स्याहार उकुमाराको ध्यान शिविरमा प्रथम चोटि शिविर प्रवेश गर्दाखेरि पहिला त आफूले जानेको मानेको सृष्टिकर्ता थियो, तर ध्यान शिविर प्रवेश भएर हेर्दाखेरि त सृष्टिकर्ता भन्ने छैन। प्रथम दिन दोस्रो दिन ध्यान शिविरमा आफैलाई पनि अप्ठ्यारो महसुस भएको थियो, किन आफ्नो बुझाइ भिन्दै अहिले सुन्न परेको छ भिन्दै जस्तो र सुन्दै जाँदा जुन प्रतीत समुत्पाद चक्रलाई बताउँदै जानुभएको थियो, अभिजा पचया संखार संखार पचया विज्ञानो अज्ञानताले संखार हुन्छ, संस्कारको कारणले विज्ञान भन्ने जन्म हुन्छ भने यो कुरालाई सुन्दै मनन गर्दै गए, तर भित्रबाट त्यति चित्त बुझेको थिएन। पछि उहाँले वेदना पचया तणहा वेदना निरोधा तणहा निरोधो भनेर त्यो ठाउँको बताउँदा चाहिँ मलाई त्यहाँनिर साह्रै चित्त बुझ्यो र आज म त्यहीबाट सुरु गर्न चाहन्छु। जुन कुराले आफूलाई परिवर्तन गराएर ल्यायो अनि जुन धर्म देशना सुन्दाखेरि आफूलाई मैले फेरि पुनर्जन्म लिए जस्तो महसुस भएको थियो। म पहिला अन्धविश्वासमा हिँडिरहेको व्यक्ति, अरूलाई पनि अन्धविश्वासको बाटोमा लगाउने व्यक्ति, जब प्रतीत समुत्पाद देशना सुन्दै जाँदा र त्यसलाई मनन गर्दै जाँदा यसरी घुमिन्छ यसरी निस्किने हो भनेर बताउँदा त्यतिखेर साह्रै नै चित्त बुझेर म बल्ल जन्म लिए भन्ने आफूलाई त्यस्तो महसुस भएको थियो। अनि म बल्ल जन्म लिए भन्ने आफूलाई हुँदाखेरि आफ्ना ज्ञातिहरू आफ्ना मातापितादेखिबाट लिएर सम्पूर्ण ज्ञाति सम्पूर्ण नेपाली भाषीहरूलाई हेर्दाखेरि
सबै आफू पहिला जस्तो थियो त्यस्तै अन्धविश्वासमा हुनुहुन्छ भन्ने भित्र मनबाट त्यो पनि उत्पत्ति भएर आयो र तपाईँ हामी अहिले यो मनुष्य जन्म पुण्यले प्राप्त भएको हो तापनि यही मनुष्य जन्मभित्र सुख खोज्दाखेरि सुख काहीँ पनि छैन। जन्मियो, बाल्यकाल बिताइयो, यौवन अवस्थामा क्लेशहरू झन् बढ्दै आउँछ। एकातिर आफ्नो मनमा हुने क्लेशले आफूलाई रात दिन सताइरहेको छ, अर्कोतिर गृहस्थी व्यवहारले पनि आफूलाई थिचिरहेको छ। मनमा शान्ति सन्तोष भन्ने गृहस्थी जीवनमा खोजी गर्दाखेरि देखिन। धन सम्पत्ति कमी कमजोर भएकालाई धन सम्पत्ति अलि धेरै हुने भने सुख हुन्छ कि भनेर त्यही सुखलाई खोजेका हुन्छन्। सम्पत्ति भइसकेका व्यक्तिहरूलाई पनि अनेक प्रकारको कायिक दुःख, चेतसिक दुःख, शारीरिक दुःख, मानसिक दुःखले पनि सधैँ सताइरहेको छ। बिहान जुरुक्क उठ्यो, हातमुख धुनु छ धोयो, के बनाउनु छ बनायो, खायो, काममा गयो, फेरि आयो, केही कुरा खानु छ खायो, फेरि काममा गयो, अनि आयो, बेलुकाको खाना खायो, सुत्यो, अनि फेरि उठ्यो। जीवन त त्यत्तिकै बितिरहेको छ। एकछिन रात्रि निदाएको समयमा ढुक्क जस्तो छ, फेरि बिउजिसक्दाखेरि अनेक प्रकारको विषयले यो मनलाई सधैँ सताइरहेको हुन्छ। अनि यो संसारमा कमाएर पनि सुख छैन, नकमाएर पनि सुख छैन। शरीर छ त शरीरको दुःख छँदैछ, मन हुनको कारणले मनको दुःख छँदैछ। यो सम्पूर्ण दुःखको भारी बिसाउने कहाँ होला, भारी बिसाउने मार्ग कहाँ छ होला भनेर रात दिन त्यो चिन्ता भइरहन्थ्यो। त्यसको खोजीमा धेरै प्रकारका शास्त्र अध्ययनहरू गरियो, तर सन्तोष मिलेन। पछि यो प्रतीत्य समुपाद धर्ममा जब आफू सुरु गरियो, जब प्रतीत्य समुपाद धर्म सुन्दै जाँदाखेरि यो दुःखको भारी बिसाउने ठाउँ त्यहाँबाट आफूले बुझ्न पाइयो। र दुःख किन भएको हो, पहिला त्यसलाई खोज्न पर्यो। भगवानले पनि अहिले सबैमा जरा मरण छ, जरा मरण भएको व्यक्तिमा सुख भन्ने कहिल्यै छैन। उत्पादम दुःखम अनुत्पादम सुखन्ति। उत्पत्ति हुनु नै दुःख, जन्मिनु नै दुःख, जन्म मृत्युबाट अलग हुनु नै सुख भनेर भिक्षुहरूलाई, हे भिक्षुहरू, यो जरा मरण कहाँबाट आएको हो भनेर तिमीहरूले कारणलाई खोजी गर्नुपर्छ। सबैमा जरा मरण छ। यो जरा मरण कहाँबाट आएको भन्दा जाति पञ्चखण्डबाट आएको। जन्मिनाले यो जरा मरण आएको हो। जन्मिनाले यो जरा मरण, त्यस्तै मनका दुःखहरू, शोक, परिदेव दुःख, दोमनस, उपायासहरू, त्यसैमाथि
एकातिर रागले जलाएको हुन्छ, अर्कोतिर द्वेषले जलाएको हुन्छ, अर्कोतिर मोहले जलाएको हुन्छ। यो दुःख कहाँबाट आएको भन्दा जातिबाट आएको हो, जन्म लिनाले भएर आएको हो। अनि फेरि त्यसलाई कारण खोज्दै जाओ भगवानले। त्यो जाति कहाँबाट आएको हो? जाति भन्ने पञ्चखण्ड कसरी भएर आयो, कहाँबाट आयो भन्दा कर्म भव, कर्मले गर्दा जाति भयो। कुशल कर्मले कुशल अनुसारको जाति पञ्चखण्ड मिल्छ, अकुशल कर्मले अकुशल अनुसारको जाति पञ्चखण्ड मिल्छ। अहिले यो जाति पञ्चखण्ड नै दुःख सत्य हो। यो दुःख सत्य कर्मबाट आएको हो। कर्मको कारणले यो दुःख भएको हो। अनि फेरि त्यो कर्म कहाँबाट आयो त्यसलाई पनि खोजी गर्नु। कर्म कहाँबाट आयो भन्दा कर्म उपादानबाट कर्म भयो। उपादान तानिनाले कर्म भयो। जस्तै तानिने आसक्ति हुने उपादानको कारणले कर्म भयो। यदि उपादान छैन भने कर्म पनि हुँदैन। कर्म भएन भने फेरि जाति पञ्चखण्ड भन्ने आउँदैन। अहिले कुशल अकुशल कर्महरू सम्पूर्ण कर्म उपादानबाट आएको हो। त्यो उपादान कहाँबाट आएको त भन्दा तणहाबाट आएको हो। काम तणहा, भव तणहा, विभव तणहा। तणहाबाट उपादान हुन्छ, उपादानले कर्म हुन्छ, कर्मबाट जाति पञ्चखण्ड मिल्छ। भन्दा यो जाति दुःखको कारण नै कर्म, कर्मको कारण उपादान, उपादानको कारण तणहा। तणहा भन्दाखेरि यिनी 3 प्रकारकै तणहा, काम तणहा, भव तणहा, विभव तणहा। भगवानले